के हो यो त यतिकै झर्छ कि गाइस यस्तो गर्दा यस्तो हुन्छ कि बाफ्रे वा चाहिँ पुगेको उपलक्ष्यमा बाँड्दै हिँडेको आन्टीजी पनि मिस्टर प्रेम थ्याङ्क यू पर्नु चाहिँ कसरी पर्छ माछा थाहा भएन ए यस्तरी अब प्याटै राखिदिने गाइज मेसीको गोल्डन बुट क्या दामी छ गाइज यहाँनिर यहाँको छ भन्दैहरू हेर्नु सक्नुहुन्छ देखाइदेऊ भाइ यो हाम्रो खोलाको भिड देखाइदेऊ त्यो दामी छ ए दाँत चाहिँ के हो भाइ यता देखा त आँगर दाँत हेर्नु त गाइज किराले खाएर पढाउँ आज यस्तो दामी मौसम छ नि के भन्नु गाइजहरू है हाई गाइज वेलकम ब्याक टु माई च्यानल माइ नेम इज मिस्टर प्रेम अनि अहिले चाहिँ म यहाँनिर यस्तो मजेदार हावा आउने ठाउँमा बसेको छु कि यहाँ यस्तो दामी हावा अहिले चाहिँ परिरहेछ पानी परिरहेछ सेट पानी परेर हेर्नुहोस् त यस्तो दिन कालो दिन छ है बसिरहेको छु हावा हेर्नुहोस् गाइस हावा यस्तो दामी हावा चलिरहेछ नि यस्तो दामी हावा चलेछ गाइस पुरा यताबाट हावा आएको छ यताबाट है दुईपट्टिबाट हावा आएको छ यताबाट हेर्नु त पानी कताबाट आउँदैछ हेर्नु नोटिस गर्नु भयो यताबाट यस्तो आउँछ पानी पुराको पुरा धन्यवाद गाइस मेरो फाइनली धेरै 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 धन्यवाद गाइस अनि म चाहिँ आज अब जान अलिकति पानी परेर बिजोगमा पान किन्नु जाँदै थिएँ पान किन्नु जाँदै पानीले बिजोग सय सब्सक्राइबर पुगेको उपलक्ष्यमा म बोल्नु भाइहरूलाई सबलाई क्याटबडी बाँध्छु डेढ इम्ली बाँध्छु गाइस 120 सेकेन्ड किन्छु 20 रुपियाँको राख्छु अनि सबलाई म बाँध्छु गाइस अहिले चाहिँ म यतिकै यहाँनिर कि हावाको आनन्द लिँदै बस्छु यस्तो दामी हावा चलिरहेको छ यहाँनिर चाहिँ हेर्नु सक्नुहुन्छ गाइस होइन पानी परेर यस्तो भाइ जाने हो जाने उता यहाँ पानी परेर हेर्नु न गाइस बिजोग भएको छ पानी जामेर चढ भाइ चढ पानी परेर है पानी लिनु अघि पनि आएको कि त्यो प्रतीक्षा भनेर म आमा त्यो ऊ आएर के अनि सबै डुबाउनु अनि भागेर आएको नि हावाले सबै आँखैभरि धुलो छिराएर कम त तङ गरेन गाइस पानीले गर्दा है पानीले गर्दा बिजोग बनाएर है जाम मेरो पुरै अघि एउटा पानी थिएन पानी पर्ला जस्तो भएको थियो होइन यस्तो मौसम एकैछिनमा खराब भयो नि पत्याउने नपत्याउने गरी हेर्नुहोस् यस्तो छ पानी लिने हिँडेको त्यो भाइ र म होइन भाइ तिमी अघि जान्थ्यौ होला नि तिमी जान्छु भन्दै थियौ हो अघि त्यो बुनु जान्छु भने कि नभए तिमीलाई लिन जाँदै थियो कि आउँदै थियो कि बुनु फेरि जान्छु भने कि अनि त्यही भएर यहाँ हेर्नुहोस् गाइस पानी लिनु गएको यहाँनिर पानी आएर नि मेरो सब्सक्राइबरको चक्लेट खाने हो 100 सब्सक्राइबर पुगेको म बाँड्दैछु नि त खाने गाइस अहिले चाहिँ हामीहरू यता जानु आँटेको होइन यहाँनिर पशुहाट गएको है यहाँनिर के अरे बुधबारे बजार यसो हेरौँ न भनेको पानीले गर्दा बर्बाद पारे जस्तो छ यस्तै पानी पर चाहिँ लागिरहेछ तर पानीले बिजोग बनायो नि अनि अहिले हामीहरू चाहिँ यहाँ भित्र हेरेर आऊँ भनेर अनि कस्तो रहेछ के भएछ ए गाडीहरू त छ ए गाडीमा हालेको रहेछ नि त अनि रतमा त पुरै पानी हाला नि हेर्नु जाने हिँड न त ल हिँड गाइज हामीहरू चाहिँ यताबाट क्यान्सल गरेर हेरिहाल्यो होइन बाहिरबाट अनि अब त्यस्तै खास केही भएको छैन रहेछ अब जानु पऱ्यो रत्ततिर घडी छँदैछ घडी हेर्ने हो
अहिले बजे अस्ति न अस्ति नै 3:26 राति हामी यत्तिकै डुल्न गएको थियौँ होइन कहाँ ए राति यतै अस्ति नै तपाईँ हुनु जान्थ्यो त थाहा छ यहीँनिर नि हामी चाहिँ राति उताबाट यताबाट घुमेर आयौँ होइन आशिषले एउटा साइकल पाएको थियो तर दाइकै हो नि त चिनेको ए यस्तो उता तपाईँको त्यो छ नि उभाउ त्यो यता चढाउने यत्रो उडाउँदै थियो कि यहाँले यस्तो बाटोमा स्लाइड हान्दै लिएर आयो यहाँ त एउटा आन्टीले तर्साइदियो त्यहाँ चाहिँ यस्तो स्लाइड हाल्यो कि लड्ने गरी साइकलै पिल्थ्यो भङ्गै रडेको यति रडेर पो त्यस्तो भएको त्यो भाइलाई होइन लडेर केही चाहिँ भयो यस्तो मौसम भएको छ गाई चाहिँ हेर्नुहोस् त बाजेलाई क्या लडेर आइफोन चाहिँ हुने भाइ लडेर साइकल उपर पुगिसकेको थियो ल हो र चिप्लेर गएको साइकल चाहिँ उडाको यस्तो दामी छ उहाँबाट चढाउनु पर्छ ल अनि उता गएर सर्रै आधी गएर पनि न मेरो कस्तो भएछ आज यस्तो दामी मौसम छ नि के भन्नु गाई चाहिँ है हेर्नुहोस् त के हो बे हुन आँटेछ यहाँ पनि बे होला कि ए सरी हजुरबा खस्यो कि हजुरआमा ल बिस्तारो ल यहाँ पानीले छेप्छ पुरै हामीलाई माथि चढाउन यहाँ यताबाट लाँदा हुन्थ्यो बिस्तारो है यहाँनिर पुरै हिलामा प्यात्तै छिर्यो अन्त फेरि ल ल ल आका उठी सक्दैन मलाई ल एक्लै लैजाऊ त कतिको सक्छौ अरे लग्छ क्या हो ओइ सकेन अलिकति ओइ ढड्छ हौ हिँड न आउ न ए यस्तो पानी आएछ नि त गाइजहरू हेर्नुहोस् त साइकल चाहिँ राख्नु पर्यो आऊ यता बनाउँदै आऊ मैले अन गरेको छु छ हेर त हेर न पानी देखाउ त यता ल्याएर बाफ्रे गाइज हेर्नुहोस् त कस्तो काली पो लाग्दो रहेछ यहाँ त कत्रो गइरहेछ होइन फोहोर सबै बगेर आएको उताबाट बतल सतल के आउँदो रहेछ यस्तो छ यहाँनिर चाहिँ भाइ यहाँ भाइ छ कोही डर लाग्छ यार खसी गल्तीले साइकल चाहिँ लिएर स्पिड ल्याएर बङ्गै छोडिदिनु भन्ने क्या अनि ऊ यहाँनिर ड्याममै जान्छ यस्तो पानी त नालाबाटै त्यहाँ आउँछ अनि यहाँबाट जोइन हुँदै हेर्नु न कालै भएर पानी जाँदैछ हेर्नुहोस् त साइकल लिएर यहाँ फालिदिइराख त हौ त्यो साइकल लिएर आऊ त यता लिएर आऊ हो नि हौ बुनु यहाँ राखिदेऊ यहाँ लिएर यहाँ झऱ्यो डर समाउनु पर्छ नि कसको झऱ्यो अनि झरेर निकाल्यो कि निकालेन बुनु सक्दैन बगाइदियो फोन खसेको छ अरे कतिको यहाँ फोन खसेको छ अरे क्या यहाँ चिप्लेर यी फालिदेऊ न हामीहरू उहाँ जाउँ न आऊ न यहाँबाट कोही बिस्तारो है रड्छौ है गाइजहरू डर पो लाग्यो त फोन झर्छ भन्छ है बुनुले डर देखाइदिइहाल्यो त हौ मलाई त चिप्लिन्छ यार यहाँ ड्याममै यस्तो छ रडिन्छ है क्या दामी छ गाई चाहिँ यहाँको छ भन्नेहरू हेर्नु सक्नुहुन्छ देखाइदियो भाइ यो हाम्रो खोलाको भिड देखाइदियो त्यो दामी छ गाई ए के हो हेर न सिसा काटेर फालिदिएछ न हौ क्या दामी छ है खोलाको भिड चाहिँ भाइ र आएको पान बनाउनु दिएर आएको है यहाँनिर यहाँ त राति त मज पो हुन्छ क्या हो पुरा खाँदै बस्दै यता के खोलेहरू फाल्दै है मजाले गफ गर्दै ए यस्तो छ मौसम चाहिँ दामी भएको छ खुल्ला माछा मार्न आउनुभयो के त हेर यस्तो दामी छ है चाहिँ माछा मार्न आउनुभएको रहेछ गाइजहरू हेर्नुहोस् के हो जाल हो कि के हो त्यो पनि त बान बार्नु आँटेको रहेछ हेर न देख्यौ बान ऊ यहाँनिर बोरा छ नि त्यो बान बार्नुको लागि रेडी गर्दै रहेछ यतादेखि परतिर त बारेको पनि छ हौ उता कतादेखि यस्तो बारेको छ कि यस्तो बारेर त्यो खोलालाई छेक्न आँटेको रहेछ गाइस त्यसपछि उताको जग्गाको प्राइस यति बढ्छ नि अहिले यहाँ जाल तन्काउनु हुँदैछ यहाँ हेर्नु न गाइस कति कालो पानी छ होइन यहाँ हेर्नु त सेतो पानी छ
यहाँ हेर्नुहोस् यो सेतो पानी छ, यहाँ कालो पानी हेर्नु त नालीको पानी हो कि सारा नालीको पानी। दाइले कसरी थाप्नुहुन्छ होला हेरौँ भनेको। भनेर चाहिँ दाइले गर्नु हुँदैछ। के ट्रिक हो यो? अरे यो भाइ त कहाँ पो पुगिसकेछ त? यता गाइस यहाँ हेर्नु न, यो भाइ के भएको? हेर्न जाऊँ भन्दै थियो, म त जान्दा भनेको गइ पो सकेछ अघि नै। ओ रड्छ है भाइ। भाइहरूको टेक्निक चाहिँ यस्तो रहेछ। कसरी गर्ने हो गर्नु चाहिँ है, पर्नु चाहिँ कसरी पर्छ माछा थाहा भएन। ए यस्तरी अब प्याट्टै राखिदिने। ए यस्तो रहेछ नि त गाइज, हेर्नु त तरिका त। कि अब यत्तिकै छोडिदिने? अरे के टेक्निक हो यो? पर्छ कि माछा पनि? टेक्निक त के हो गाइज, मलाई त थाहै भएन त। यो माछै छ? खोइ माछा कसरी देख्यो हौ? त्यहाँ कुदिरहेछ माछा? माछा कुदिरहेछ? यो भाइले माछा देख्यो अरे यहाँनिर। दाइले कुन टेक्निक हो? ए यसरी बोतल हिँडाउने रहेछ नि त गाइजी। एउटा हातले समाउने अनि छोडिदिने यत्तिकै। बोतल सँगसँगै अनि मान्छे हिँड्नु पर्ने रहेछ क्या। टेक्निक चाहिँ यस्तो रहेछ, तर माछा चाहिँ कतिको पर्छ थाहा भएन गाइज। ओइ जाम भाइ, ओइ तल रड्छ हौ, रड्छ होला है भाइ। ओइ छिर्छ हो, छि फोहोर पानी हो त्यो। छ्या दाइहरूले टेक्निक त लाउनु पो भयो त हौ। हेर्नु न, सुई सुई यत्तिकै हिँड्ने माछा आउँछ पर्छ है। तरिका चाहिँ राम्रो लाग्यो मलाई पनि। ल जाऊँ गाइज हामीहरू पनि। अब के अरे अब डाइरेक्ट पान गाइज मेसीको गोल्डन बुट। पान पायो? पैसा चाहिँ 100 रुपियाँ दिएको थिएँ, 100 रुपियाँ। मेसीको गोल्डन बुट। है पान कस्तो बनाइदियो? ओइ पान गाइज, पान डाइरेक्ट घर जानुपर्ने हुन्छ गाइज। अहिले चाहिँ हामीहरू हिँडेको यता यो बुनलाई स्ल्याम किनिदिनु अरे। अनि मैले चाहिँ डेरी मिल्क किनेर घरमा राखिरहेको छु। गल्ले है, यो मट्टी बुनु छ कि, मट्टी बुनु भइसक्यो है। पत्ली न पत्ली थियो पहिला, अब होइन अहिले मट्टी न मट्टी भएको कारणले तान्नै गाह्रो भइरहेछ। उयो तर्साइदियो हौ। अनि अहिले चाहिँ थाहा भयो के अरे, अहिले चाहिँ यो बुनलाई स्ल्याम किनिदिनु पर्ने अरे। अनि त्यसपछि हामीले त्यहाँ भेट्यो भने आइसक्रिम पनि खान्छौँ। यो बुनलाई चाहिँ के किन्दिनँ गाइज मैले। मेरो बुनु हुने भए धेरै किनिदिन्थेँ, आफ्नो बुनुलाई मैले किनिदिएको छैन। कतिको मात्रै एउटा कुरा भन्छु, बुनु यहाँ भए पो किनिदिनु त, नभए यहाँ किनेर पठाउँदा नि हुन्छ। पठाउँदैन हो, म त्यस्तो भइसकेँ। बस्छ न, कुदा अन्त हो नि। अब त गाह्रो हुँदैन हौ। ए सिट हँचो भएर पनि हो। हनुमान मन्दिर आयो गाइस। लो यहाँनिर अहिले चाहिँ हामीहरू यतातिर जाँदैछौँ पर। होइन यति टाढा नजिक पुग्नु नि कति गाह्रो भएको। पहिला त नर्मल लाग्थ्यो, यो बुनु मट्टी भएर हो क्या। तान्नै सकेको छैन हौ गाइज। के भएको? के खायो बुनु भन त? साँच्ची नै यति मट्टी हुनलाई? सिगरेट मसला। सिगरेट भन्छ होइन नि, सिगरेट मसला खाएर गाइज। अस्ति वाइ खाएर होला। कहाँ हो? कहाँ हिँडेको बुन? यो बुन त यता गयो त। पायो अरे गाइज, पायो अरे। लिएर आउने एउटा पैसा हुने। ल के हो यस्तो? छ्या सुन लगायो 30 रुपियाँ भने किन? ल्याउ अब के गर्नु त। अब यो बुनुल 2टा किन्ने अरे गाइज। अब जानु पर्ने हुन्छ घर, टाढो जानु परेन। यसो गरे गल्नु परेन, नभए गलिन्थ्यो। छिटो आउनु हौ, कताको हो? कस्तो गर्मी छ भने नि गाइज। हेर्नु न, पसिना आइसक्यो हौ। लास्टै गर्मी है।
अनि थ्याङ्क यू सो मच गाइस, थ्याङ्क यू सो मच 100 सब्सक्राइबर्स सबैजनालाई धेरै धेरै धन्यवाद सब्सक्राइब गरिदिनु भएकोमा। र अब के किन्यो देखाउने अरे गाइस यहाँ यो पक्रिनु दादा अलिक इज्जत सर के हो यो त यतिकै झर्छ कि गाइस यस्तो गर्दा यस्तो हुन्छ कि बाफ्रे वा यहाँ झऱ्यो जम कराउँछ अहिले फेरि मलाई कहाँ गयो भन्छ छिटो लिएन ऊ अब जम गाइस हामीहरू छिटो जानुपर्ने हुन्छ अहिले खालि 40 रुपियाँले पुगेन नि अब त म एउटा त्यो बडङ्गै पड्काउने अब 100 सब्सक्राइबर भएको उपलक्ष्यमा बङ्गै पड्काउने किनौँ भनेको 50 गरेर 100 को हुन्छ हौ तिम्रो बर्थडेमा लिएको थिएँ मैले त्यो 100 रुपियाँ खालको सानो खालको दिएको थिएँ त्यतिखेर स्प्रे ल जम चढा स्प्रे के 50 पऱ्यो 40 हुने भए त किन्दा हुन्थ्यो नि कि पाउँछ हौ ल अब जाउँ जुत्ता पसल गाइज हामीहरू चाहिँ चक्लेट बाँड्नु हिँडेको यति धेरै छ ओ यहाँ सम्भव त ओ एउटा आन्टीलाई किटक्याट देऊ न यो भाइलाई 2टा डेरी मिल्क देऊ हजुर भाइले त फेरि 100 2टा एउटा डेरी मिल्क एउटा किटक्याट देऊ न पुगिसक्यो 100 पुगेको उपलक्ष्यमा बाँड्दै हिँडेको आन्टीजी पनि मिस्टर प्रेम थ्याङ्क यू अझै धेरै बढोस् हैन अब जाउँ अर्को ठाउँतिर आऊ अब यता चासुङ छैन घरमा बाई घरै साइकल खेल्नुपर्छ भाइ मिनी फ्यान ठुलो मिनी फ्यान हो नि तिमीले खायो नि होइन तिमीलाई इच्छा पुरा भयो नि 2टा स्लेम अनि के अरे एउटा डेरी मिल्क के दिएँ गाइस फेरि ऊ फेरि म कालो बनाएर बस्छ कि ओइ के हो यो म कालो बनाएर बस्छ कि फेरि चासङ घरमै छ के हो तिमीले चाहिँ लाग्दै गाइस है भन्दैन हेलो चक्लेट बाँड्दै आएको हामीहरू चाहिँ एउटा जुनै भए पनि राखिदेऊ त फेरि उब्रियो भने तिमीलाई लिएर दिन्छु ल बटी उब्रियो भने मान्छे थिएन भने तिमीलाई लिएर दिन्छु ओइ ल अहिले मौका मिलेन आउँछ यो कति चम्किन्छ क्या चाहिँ यो बुनु र म चाहिँ फेरि बाँड्नु हिँड्दैछौँ अब कतिवटा बाँकी छ 3टा बाँकी रहेछ गाइस 3टा अब कस्तो भाग्यमा पर्छ थाहा छैन सुनसान महलमा आएको छौँ हामीहरू चाहिँ मजाले हानेर हेर्नुहोस् त किन मेरो क्यामेरा यस्तो देख्दैछ राम्रो देखेको छैन जस्तो लाग्दैछ गाइस हामीहरू चाहिँ होइन यत्रो घुम्यौँ ल बाँड्दा यहाँ पानी नै परिसक्यो तर होइन हामीहरू चाहिँ त्यही हेर्नुहोस् त पानी परिरहेछ अलिअलि पानी पर्दैछ मसिनो बाँड्दै अब कता जानु छ भने त त्यहाँ आन्टीकोमा जाउँ यहाँ सस्तीको आन्टीकोमा जाउँ गाइज होइन अब 2जनालाई बाँकी छ एउटा मनदीप भाइ अनि एउटा के भाइको हो के भयो नाम अनुज भाइ र मनदीप भाइ बाँकी छ अरूलाई चाहिँ हामीले बाँडिसक्यौँ यहाँ ऊ बुनुलाई अझै क्रिकेट चाहे कति क्रिकेट चाहेको तिमीलाई के गर्नु चाहन्छौ मेरो च्यानलमा चाहिँ सब्सक्राइब गर्दै नगर्नु भन्दैछ यहाँनिर कमेन्ट गरिदिनु भाइ अर्को तपाईँहरूले कमेन्ट गर्नु भने म यो बुनुलाई एउटा क्रिकेट दिन्छु भन भन न मजाले अनि पो कमेन्ट गर्नु यहाँनिर चाहिँ बुनुको मेहन्दी खै देखाऊ त के खालको मेहन्दी हो त मलाई चित्तै बुझ्यो नि त खै चुरा चाहिँ अनि कसले मम्मीले किनिदिनु भएन ओ भाइ तिमी के भएको तिमीलाई अघि त्यत्रो बोलाएको तिमी के भएको तिमीलाई बोलाएको के भएको तिमी ओइ ल भाइ फाइनली भाइ पनि आयो डेरी मिल्क होइन हौ किटक्याट खेल्नु जाने होला तिमी चलो भन्ने कति भाइलाई भरे भेट्यो भने दिनुपर्छ भेटेन भने एउटा मात्रै छ अब एउटा छ बाँकी ए गाइज होइन यो बुनुले चाहिँ मलाई स्ल्याम खेल्न सिकाउँछ अरे होइन ल हेरौँ त बुनु तिम्रो स्ल्याम खेल्ने कला
ल हेरौँ है त यस्तो थिच्ने पहिला यसरी थिच्ने अरे हेर्नुहोस् है गाइजहरू मजाले हेर्नु होला अनि यस्तो गर्ने म भाइ नाछु न यो भाइ चाहिँ किन पड्कामा छोड्न प्रतीक ए यसरी के हो यो अनि यस्तो पल्टाउने के गरेको तिनगान तिम्रो यो दाँत चाहिँ के हो है यता देखा त आँगर दाँत हेर्नु त गाइज किराले खाएर पढाउँ चक्लेट धेरै खानु हुँदैन यसरी खेलाउने अनि कसरी पल्टाउने यस्तरी पल्टाउने अँ यो भएन हैन यो यस्तो मार्दा बास कस्तो गर्ने यस्तो गर्ने ओए पड्क्यो पड्क्यो यसरी पड्काउँदै खेल्ने अनि यसरी अर्को स्टाइल अर्को स्टाइल अनि यस्तो खिच्ने पर्छ फिलामा राखेर तित्नु होला होइन टेबलमा राखेर गर्ने अनि त्यसरी यस्तो यस्तो गर्ने अनि अच्छी के गरेको फेरि ल यस्तो यस्तो गर्ने अरे अब हेरौँ है त यो चाहिँ ल ल अनि यस्तो गर्ने अनि उयो हुन्छ होइन अनि अर्को स्टाइल छ बासे ल म पुऱ्याइदिन्छु ल ल गाइज यो बुनेको टेक्निक चाहिँ यही अरे होइन कहाँ जाने रे अनि यस्तो गर्ने ल जाऊँ अब तुम लोग गलती से अगर नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर अपने जीजा जी फेंक के मारो या फूफा जी, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।